नमस्ते सबैजनालाई वेलकम टु माई युट्युब च्यानल बेसिक मलेसिया। आउनुहोस् आज पनि नयाँ भिडियोको साथमा आएको छु र मिलेर भाषा सिकौं र नजानेका केही कुराहरू छन् भने प्लिज कमेन्टमा भन्नु होला, म अवश्य जवाफ दिनेछु र मेरो युट्युब च्यानल बेसिक मलेसियालाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला। तुलिस नामा भनेको नाम लेख्नुहोस्। बाचा इनी भनेको यो पढ्नुहोस्। डुडोक सिनी भनेको यहाँ बस्नुहोस्। jangan duduk sini भनेको यहाँ बस्नु हुँदैन। तुलिस नाम भनेको नाम लेख्नुहोस्। बाचा इनी भनेको यो पढ्नुहोस्। डुडोक सिनी भनेको यहाँ बस्नुहोस्। jangan duduk sini भनेको यहाँ बस्नु हुँदैन। यस्तै धेरै भिडियोहरू छन् साथीहरू, आउनुहोस् भाषा सिक्नुहोस् र नजानेका केही कुराहरू छन् भने प्लिज कमेन्टमा भन्नु होला। saya tak nampak भनेको मैले देखिन। saya nampak भनेको मैले देखे। saya ada nampak भनेको मैले देखेको छु। saya tahu भनेको मलाई थाहा छ। saya tak nampak भनेको मैले देखिन। saya nampak भनेको मैले देखे। saya ada nampak भनेको मैले देखेको छु। saya tahu भनेको मलाई थाहा छ। मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला। दत्ताङ dari mana भनेको कहाँबाट आउनु भएको। saya tak tahu भनेको मलाई थाहा छैन। kenapa datang भनेको किन आउनु भएको। dia sudah balik भनेको ऊ फर्किसकेको छ। दत्ताङ dari mana भनेको कहाँबाट आउनु भएको। saya tak tahu भनेको मलाई थाहा छैन। dia sudah balik भनेको ऊ फर्किसकेको छ। धेरै साथीहरूले रिक्वेस्ट गरिराख्नु भएको छ, समय नमिलेर मैले रिक्वेस्ट पनि पूरा गर्न सकेको छैन, त्यसको लागि क्षमा चाहन्छु। dia ada dalam भनेको ऊ भित्र छ। jumpa siapa भनेको कसलाई भेट्ने। dia sudah lupa भनेको उसले बिर्सिसक्यो। saya lupa भनेको मैले बिर्सिए। dia ada dalam भनेको ऊ भित्र छ। jumpa siapa भनेको कसलाई भेट्ने। dia sudah lupa भनेको उसले बिर्सिसक्यो। saya lupa भनेको मैले बिर्सिए। पिगी मन्डी भनेको नुहाउन जानु। आडा मन्डी भनेको नुहाउँदैछु। आयर पानस भनेको तातो पानी। आयर सेजुक भनेको चिसो पानी। पिगी मन्डी भनेको नुहाउनु जानु। आडा मन्डी भनेको नुहाउँदैछु। आयर पानस भनेको तातो पानी। आयर सेजुक भनेको चिसो पानी। jangan lupa भनेको बिर्सिनु हुँदैन। angkat barang भनेको सामान उठाउनु। saya paham भनेको
मैले बुझे। साया तापहाम भनेको मैले बुझिन। जङ्गन लुप्पा भनेको बिर्सिनु हुँदैन। अङ्कात बाराङ भनेको सामान उठाउनु। साया पहाम भनेको मैले बुझे। साया ता पहाम भनेको मैले बुझिन। साया रिन्डु भनेको मैले सम्झे। साया रासा भनेको मलाई लाग्यो। साया फिकिर भनेको मैले सोचे। इनी स्याप्पा भनेको यो को हो? साया रिन्डु भनेको मैले सम्झे। साया रासा भनेको मलाई लाग्यो। साया फिकिर भनेको मैले सोचे। इनी स्याप्पा भनेको यो को हो? अवाक नेगरा माना भनेको तिम्रो देश कुन हो? सायद तिङ्गाल सुङ्गाई बेसी भनेको म सुङ्गाई बेसीमा बस्छु। तिङ्गाल माना भनेको कहाँ बस्नुहुन्छ? केनाप्पा तानिया भनेको किन सोध्नु भएको? अवाक नेगरा माना भनेको तिम्रो देश कुन हो? साया तिङ्गाल सुङ्गाई बेसी भनेको म सुङ्गाई बेसीमा बस्छु। तिङ्गाल माना भनेको कहाँ बस्नुहुन्छ? केनाप्पा तानिया भनेको किन सोध्नु भएको? तानिया स्याप्पा भनेको कसलाई सोधेको? मासोक डालाम भनेको भित्र आउनु। पिगी साना भनेको त्यहाँ जानु। बायाक बाउ भनेको धेरै गन्ध आयो। तानिया स्याप्पा भनेको कसलाई सोधेको? मासुक डालम भनेको भित्र आउनु। पिगी साना भनेको त्यहाँ जानु। बायाक बाउ भनेको धेरै गन्ध आयो। बायाक बाउ भनेको धेरै गन्ध आयो। इतु बागी साया भनेको त्यो मलाई दिनु। इतु बागी दिया भनेको त्यो उसलाई दिनु। इतु बाराङ साया भनेको त्यो मेरो सामान हो। अवाक मना भनेको तपाईँ कहाँ छौ? इतु बागी साया भनेको त्यो मलाई दिनु। इतु बागी दिया भनेको त्यो उसलाई दिनु। इतु बाराङ साया भनेको त्यो मेरो सामान हो। अवाक मना भनेको तपाईँ कहाँ छौ? सम्पा बुसोक भनेको फोहोर गनायो अथवा सडेको। काशी सम्पा बाकार भनेको फोहोर जलाउनु। इनी तम्पात माना भनेको यो कुन ठाउँ हो? पिगी लुवार भनेको बाहिर जानु। सम्पा बुसो भनेको फोहोर गनायो। काशी सम्पा बाकार भनेको फोहोर जलाउनु। यिनी तम्पात माना भनेको यो कुन ठाउँ हो? पिगी लुवार भनेको बाहिर जानु। यस्तै धेरै भिडियोहरू पोस्ट गरेको साथीहरू प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला र भाषा प्रत्येक दिन पोस्ट गरेको हुन्छु, प्लिज हेर्नु होला। मारिसिनी भनेको यहाँ आउनु। लत्ताक
सिनी भनेको त्यहाँ राख्नु। सिम्पान सिनी भनेको यहाँ राख्नुहोस्। स्याप्पा लत्ताक भनेको कसले राखेको। मारी सिनी भनेको यहाँ आउनु। लेत्ताक सिनी भनेको त्यहाँ राख्नु। सिम्पान सिनी भनेको यहाँ राख्नुहोस्। स्याप्पा लत्ताक भनेको कसले राखेको। स्याप्पा लेत्ताक भनेको कसले राखेको। क्यानाप्पा लत्ताक साना भनेको त्यहाँ किन राखेको। जङ्गन लेत्ताक साना भनेको त्यहाँ नराख्नुहोस्। अवाक पण्डाई भनेको तिमी चलाक छौ। जङ्गन लुपा भनेको बिर्सिनु हुँदैन। क्यानाप्पा लेत्ताक साना भनेको त्यहाँ किन राखेको। जङ्गन लेत्ताक साना भनेको त्यहाँ नराख्नुहोस्। अवाक पण्डाई भनेको तिमी चलाक छौ। जङ्गन लुप्पा भनेको बिर्सिनु हुँदैन। हस् त धन्यवाद। आजलाई यति नै। भोलि फेरि अर्को भिडियोको साथमा आउँछु। तबसम्मको लागि बिदा चाहन्छु। र साथीहरू प्लिज म रिक्वेस्ट गर्छु मेरो भिडियोलाई हेरिदिनु होला। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला।